हार्दिक अनुरोध गर्दछु यो सभालाई व्यवस्थित रूपमा यो भिडलाई नियन्त्रित रूपमा आफ्नो ठाउँबाट यो सभालाई सफल सभ्य भव्य बनाउन यहाँहरूको योगदानको अपेक्षा गरेको छु। हार्दिक स्वागत छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्रद्धेय रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र अन्य शीर्ष नेताहरूले हार्दिक स्वागत छ। उपसभापति डाक्टर सोडी वाग्ले, स्वतन्त्र उम्मेद्वारहरू, त्यसै गरी चितवन र नवलपरासी सुस्तापुरका उम्मेद्वार सहित सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। म आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। सभापति रवि लामिछानेलाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। वरिष्ठ नेता बालेन्द्र शाहलाई आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसै गरी उपसभापति डाक्टर सोडी वाग्ले आसन ग्रहणका लागि आग्रह गर्दछु। आयोजकता धन्यवाद। महानगर र्याडका कमान्डर नन्द भट्टज्यू, तपाईँ आफ्नो टोलीलाई लिएर यो अगाडिपट्टिको रोमा ल्याइदिनु हुन म अनुरोध गर्दछु। यहाँ सबै यो हामीले लगाएको वाल बारलाई धक्कालेर एकदमै उभइरहेछ। तपाईँहरू यहाँ आएर यहाँको तितर बितर यहाँको भिडभाडलाई अलिक कन्ट्रोल गरिदिनु हुन म अनुरोध गर्दछु। र साथै पछाडि पानी छ भन्ने सुनिएको छ, पानी पनि लिएर आइदिनु म अनुरोध गर्दछु। नन्द भट्टज्यू जहाँकै हुनुहुन्छ तपाईँको टोलीलाई यहाँ अगाडि लिएर आइदिनु हुन म अनुरोध गर्दछु। सम्पूर्ण उपस्थित महानुभावहरू, कसैलाई पनि केही समस्या हुन गएमा पछाडिपट्टि हाम्रो मेडिकल टिम बसेको छ र त्यो टिमसम्म पुर्याइदिनु हुनको लागि म जिल्ला र्याडका साथीहरूलाई म अनुरोध गर्दैछु। कसैलाई केही समस्या आएमा, टाउको दुख्ने केही भएमा जिल्ला र्याडको साथीहरूले पछाडि मेडिकल टोली बस्नुभएको छ टेन्ट लगाएर, त्यस टेन्ट